हे गाइज फाइनली केटीएम डुक 250 2025 मोडल हाम्रो नेपालमा पनि लन्च भइसकेको छ र यो न्यू मोडलमा पहिलेको गाडी भन्दा अहिलेको गाडीमा के कस्तो चेन्जेस र के कस्तो अपडेटहरू गरेको छ आउनुहोस् अलिकति डिटेलमा हेरौँ। यो गाडीको ठुलो चेन्ज भनेको यसको एउटा फ्रन्ट लुकमै छ। तपाईलाई केटीएम डुक 390 के जस्तो तपाईलाई फुल एलईडी हेडलाइट सेटअप र यसको बाहिर एलईडी डीआरएल। यो डीआरएल चाहिँ पर्सनली मलाई पनि एकदमै मन पर्छ र तपाईलाई एकदमै राम्रो पनि छ। यसमा पहिलेको डिजिटल एलसीडी मिटर हटाएर तपाईलाई यसमा 5 इन्चको फुल डिजिटल टीएफटी मिटर दिएको छ। यसमा ब्लुटुथ कनेक्टिभिटी, टर्न बाइ टर्न नेभिगेसन, गियर शिफ्ट इन्डिकेटर, टाइम, टेकोमिटर, ओडोमिटर र हजर लाइट भइहाल्यो र तपाईले यसमा यूएसबी चार्जिङ पोर्ट पनि पाउनुहुन्छ। यो गाडीको सस्पेन्सन चाहिँ सेम नै छ। तपाईले गाडीको सस्पेन्सनमा चाहिँ केही पनि चेन्ज छैन। यसको फ्रन्टमा 43 mm को WPFX को यूएसडी अपसाइड डाउन फर्क र रेयरमा 10 स्टेप एडजस्टेबल प्रीलोड WPFX मोनोसक सस्पेन्सन। यो गाडीको फ्रन्ट रेयर सस्पेन्सन एकदमै राम्रो छ र WPFX सस्पेन्सन यो केटीएम को आफ्नै हो। अनि ब्रेकिङ सिस्टम पनि सेम नै छ। तपाईले गाडीको ब्रेकिङ सिस्टममा पनि केही पनि चेन्ज छैन। यो गाडीको फ्रन्टमा 320 mm को डिस्क र यसको रेयरमा 240 mm को डिस्क रहेको छ र गाडी तपाईलाई डुअल च्यानल एबीएस सँगै आउँछ र एबीएस को मोडमा रोड र सुपर मोटो पनि दिएको छ र तपाईले यसमा राइडिङ मोड पनि पाउँछ। त्यो चाहिँ तपाईलाई ट्र्याक र स्ट्रीट छ। अब यो गाडीको पर्फर्मेन्सको कुरा गर्नु पर्दाखेरि तपाईले गाडीमा 249.07 सीसी को सिंगल सिलिन्डर 4 स्ट्रोक DOHC लिक्विड कुल एलसी फोसी को एफए इन्जिन पाउँछ भनेदेखि यसले 31 PS को म्याक्स पावर र 25 Nm को म्याक्स पिक टर्च प्रोड्युस गर्छ र यो गाडी तपाईलाई 6 स्पिड गियर बक्स सँगै आउँछ भनेदेखि तपाईले यसमा क्विक शिफ्टर पनि पाउनुहुन्छ र सेफ्टीमा असिस्ट एन्ड स्लिपर क्लच र साइड स्ट्यान्ड इन्जिन कटअफ बक्सन पनि पाउनुहुन्छ। फ्युल ट्याङ्क कपसिटी पनि यो गाडीमा सेम नै छ। तपाईले पहिलेकै जस्तो यो गाडीमा 15 लिटरको फ्युल ट्याङ्क कपसिटी पाउँछ भनेदेखि तपाईले यो गाडीको माइलेज चाहिँ 35 किलोमिटर पर लिटर मात्रै छ। डाइमेन्सनहरु पनि सेम नै छ। यसमा नो चेन्ज। तपाईले गाडीमा 800 mm को सीट हाइट र 176 mm को ग्राउन्ड क्लियरेन्स र गाडीको वेट भने तपाईलाई 162.8 kg छ र यो गाडीको प्राइस भने तपाईलाई जम्मा 7,14,900 रुपैयाँ मात्रै छ र तपाईले यति पैसा पे गर्नु भयो भने तपाईले गाडी आफ्नो घर लग्न मजाले सक्नुहुन्छ।